पौष शुक्ल पूर्णिमादेखि आफ्नो र परिवारको मनोकांक्षा पूरा हुने कामना सहित उपत्यकाको पूर्वी भेगमा रहेको साँखु साली नदीको किनारमा 1 महिने माधव नारायण व्रत र साली नदी मेला सुरु भएको छ। यो वर्ष भने महिला र पुरुष अनि 7 जना पुजारी सहित 200 भन्दा बढी व्रतालुहरूले यस व्रतमा सहभागी हुनु भएको छ। बिहानै 5 बजेदेखि साली नदीमा स्नान गरिसक्नु भएपछि गणेश भगवानको पूजाबाट सुरु भई मध्याह्नमा महादेव र पार्वतीको पूजा हुन्छ। त्यसपछि भने भगवान विष्णुको स्वरूप श्री माधव नारायणको प्रतिमा अगाडि निकै विधि विधानको साथ भव्य पूजा गरिन्छ। साँझ पख भने माधव नारायणको प्रतिमालाई सालखा टोलदेखि ज्योतिर्लिङ्गेश्वर लगायत साँखु बजार सहस्त्रधारा सहित नगर परिक्रमा गराइन्छ। हजुरहरू साली नदी पुग्दा स्वस्तानीको कथा या व्रत चाहिँ किन नगरिएको होला भन्ने प्रश्न या जिज्ञासा सबैमा हुने गर्छ। यसै सम्बन्धी एउटा किम्वदन्ती पनि यस प्रकार रहेको छ। श्री स्वस्तानी व्रत कथा अनुसार पार्वतीको बुबा हिमालयले आफ्नो छोरी पार्वतीको विवाह श्री नारायण भगवानसँग गरिदिने इच्छा व्यक्त गरिसक्नु भएपछि घरबाट भागेर एउटा कसैले नदेख्ने ठाउँमा गई महादेवको पूजा आराधना गर्न थाल्नुभयो। यस पश्चात महादेव प्रसन्न भई पार्वतीलाई दर्शन दिई के वरदान माग्ने इच्छा छ माग भन्दा पार्वतीले महादेव स्वामी पाऊ भनेर वरदान माग्नुभयो। महादेवले भने नारायण भगवानले जस्तो उपदेश आदेश दिनुहुन्छ सोही अनुसार गर्नु भनी अन्तर्ध्यान हुनुभयो। त्यसपछि भने पार्वतीले नारायण भगवानको स्तुति गर्नुभयो र नारायण भगवानले श्री स्वस्तानी माताको व्रत विधि बताई सोही अनुरूप व्रत गर्नु त्यस पश्चात महादेव स्वामी पाइने छ भनेर भन्नुभयो। जस अनुसार पार्वतीले महादेव स्वामी पाउनु भएको भन्ने मान्यता अनुसार नारायण भगवानले सर्वप्रथम श्री स्वस्तानी माताको व्रत विधि बताउनु भएकोले श्री स्वस्तानीको पूजा पूर्व माधव नारायणको पूजा आरम्भ भएको मान्यता रहिआएको छ। व्रतालुहरूले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्नुहुन्छ। पहिलो दिन साली नदीबाट वज्रयोगिनी सम्मको हुनेछ भने माघ कृष्ण चतुर्दशीको दिन साँखुबाट पशुपतिनाथको यात्रा हुनेछ। अर्को दिन भने पशुपतिनाथबाट फर्पिङको शेषनारायण सम्मको यात्रा हुनेछ। फर्पिङबाट फर्किएपछि भने माघ शुक्ल प्रतिपदाको यो यात्रा सकिनेछ। माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती सम्मको यात्रा हुनेछ। श्री माधव नारायण भगवानले